धेरै 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 स्वागत गर्न चाहन्छौँ र साथसाथै सुन्दर हैजामा धेरै विद्यालय रहेको छ। त्यस विद्यालय मध्येबाट तपाईहरुले आफ्नो नानी बाबुहरूको उज्जवल भविष्य यस विद्यालयमा देखेर हामीलाई विश्वास गर्नुभएको छ। त्यो विश्वासलाई हामी मर्न दिने छैनौँ। तपाईहरु सही ठाउँमा आउनु भएको छ भन्ने पनि हामी विश्वास दिलाउन चाहन्छौँ र अब भने सम्पूर्ण अभिभावकहरूलाई स्वागत गर्नको लागि हामीले एउटा स्वागत नृत्य लिएर आएका छौँ। नृत्यमा सहभागी हुने भाइ बहिनीहरूलाई म यस स्टेजमा आइदिनु हुनलाई म अनुरोध गर्दछु। बाबुहरूको नाम वाचन गर्दछु। अभिभावक पनि यस मञ्चमा आइदिनु हुनलाई म अनुरोध गर्दछु र आउने विद्यार्थीहरूलाई स्वागत गरिदिनु हुनको लागि म हाम्रो यस कार्यक्रमका सभापति तथा प्रधानाध्यापक श्री उत्सव थापाज्यूलाई पनि म अनुरोध गर्न चाहन्छु। विद्यार्थीहरू हुनको लागि पूजा माग्नको अनुरोध गर्दछु। मैले फेरि पनि भने म यस जुन नानी बाबुहरूको नाम वाचन गर्दछु। कृपया उहाँ स्टेजमा आइदिनु होला। सुयना मगरको अभिभावक
आचार्य र उहाँको अभिभावकलाई पनि यस मञ्चमा आइदिनु हुनको लागि म अनुरोध गर्छु। नेपाली सुहाना थापा र उहाँको अभिभावकलाई पनि दीपक खडौजेको बादल बनाइदियो भन्ने गीत गाउन गइरहेको छु। बादल बनाइदियो आकार बदल्न सको, बादल बनाइदियो आकार बदल्न सकूं, क्षमता दिलाइदेऊ जिउँदै म जल्न सकूं।
जाऊँ कसरी जाऊँ आफ्नै लासको मलामी जाऊँ कसरी जाऊँ आफ्नै लासको मलामी चुपचाप सहूँ कसरी आफ्नै बदनामी सस्तो बनाइदेऊ बजारमा चल्न सकूँ क्षमता दिलाइदेऊ जिउँदै मजल्न सकूँ क्षमता दिलाइदेऊ जिउँदै मजल्न सकूँ बादल बनाइदेऊ आकार बदल्न सकूँ क्षमता दिलाइदेऊ जिउँदै मजल्न सकूँ। धन्यवाद। आगमन भएको विद्यार्थीहरूको अभिभावक सहित विद्यार्थीहरूलाई स्वागत गर्ने उद्देश्यले आजको यो कार्यक्रमको आयोजना गरिएको हो र विगतको वर्षहरूभन्दा यस वर्ष एकदमै उल्लेखनीय सङ्ख्यामा धेरै नै सङ्ख्यामा चाहिँ विद्यार्थीहरूको आगमन भएको छ। यहाँहरू पनि देखिसक्नुभयो होला र यहाँहरूले जुन भरोसाका साथ जुन आशाका साथ यहाँहरूको बच्चाहरूको उज्जवल भविष्यको लागि यस सुन्दर भारमा इन्द्रपुर नमुना माध्यमिक विद्यालयलाई रोज्नु भएको छ। त्यसको लागि यहाँहरूलाई इन्द्रपुर नमुना माध्यमिक विद्यालय परिवारको तर्फबाट विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यहाँहरूले जुन आशा र भरोसा राख्नु भएको छ त्यसलाई टुट्न नदिने पनि प्रतिबद्धता व्यक्त गर्न चाहन्छु र यहाँहरूले आशा गरिरहने बच्चाहरूको विकासमा उहाँहरूको पढाइको क्रियाकलापहरूको सुधार गर्ने कुराहरूमा विद्यालयले कुनै पनि कुराहरू चाहिँ बाँकी नराखिकन हामी अगाडि बढ्ने कुरा पनि यहाँहरूलाई म प्रतिबद्धता व्यक्त गर्न चाहन्छु र हामी अहिले यस वर्षको सुरुवाती क्रममा छौँ। यहाँलाई लाग्थ्यो होला मनमा यस महिनाको अन्त्यतिर आएर चाहिँ स्वागत कार्यक्रम राखेको छ किन यति ढिलो भयो होला भन्ने पनि यहाँको मनमा त्यो प्रश्न पनि आइरहेको हुनसक्छ। हामीले यस कार्यक्रमको आयोजना गर्ने हामी लक्ष्य चाहिँ वैशाख महिनामै राखेका थियौँ तर बिचबिचमा पनि नयाँ विद्यार्थीहरूको आगमन हुने क्रम रोकिएन र सबै विद्यार्थीहरूको आगमन भइसके पछाडि यस कार्यक्रमलाई राखौँ भन्ने उद्देश्यले हामीले जब विद्यार्थीहरूको आगमन चाहिँ पूर्ण रूपमा भइसक्यो त्यस पछाडि हामीले यो कार्यक्रमको मिति तय गरेर आज यस कार्यक्रम हामीले यहाँ राखेका हौँ र आजको यस कार्यक्रममा उपस्थित हुने सम्पूर्ण अभिभावकहरूलाई पनि यस विद्यालय इन्द्रपुर नमुना माध्यमिक विद्यालयको तर्फबाट विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु।